नमस्ते सम्पूर्ण दर्शक महानुभावहरूलाई। मेरो परिचय यस प्रकार छ। जन्मघर मेरो शङ्खुवासभा चैनपुर, कर्मघर मेरो मोरङको रतुवामाई, नाम त मेरो हो राम भक्त प्याकुरेल भन्छन् है। कर्म छ मेरो नेपाल घुम्ने, शान्तिको सन्देश बोकेर, शान्ति नै आओस् यो भूमिमा मेरो कर्मलाई देखेर। हिँडेको म त 78 साल 9 गते मङ्सिरमा, घुम्दै र रिङ्दै आइपुगे आज यो जाजरकोटको भूमिमा। उमेर त मैले धेर खाएको छैन, 72 मात्र हो। यो उमेरमा पनि मैले केही नगरे जन्मेको के अर्थ भयो भनेर म यो देशमा केही गरौँ, शान्तिको सन्देशसम्म त भिजाउँ भनेर शान्ति यात्राको नारा लिएर म 753 स्थानीय तह घुम्दै जाँदा आज यो 3 वर्ष 6 महिना 1 दिनको दिन यो कुसे गाउँपालिकाको वार्ड नम्बर 5 यो रमणीय स्थलमा आएर मेरा यी पाइला टेकाउन पाएको छु। अब यहाँदेखि कताको यात्रा हुन्छ तपाईँको? अब यहाँबाट सदरमुकाम जाजरकोट जाने, त्यहाँबाट यो शिवालय कि के बाँकी छ, अनि 9वटा पालिका छन् सुर्खेतका। हाम्रो 7वटा पालिका हो, त्यसमा कतिवटा पालिकामा पुग्नुभयो? 7वटामा अहिले 5वटा सकिए, अब 2टा बाँकी छ। अनि तपाईँलाई यो हिँड्दाखेरि खर्च पर्च लाग्छ होला, तपाईँले कसरी हिँड्नु भएको छ? खर्च पर्छ पहिले त हिँड्दाखेरि त लाग्यो, हिँडेपछि चाहिँ लागेन है? धरती माताले पालिन्। धरती माताले पालिन्। यो कहाँ गएर टुङ्ग्याउनुहुन्छ तपाईँले चाहिँ? यो टुङ्ग्याउनु त सुर्खेतको वीरेन्द्रनगरमा टुङ्गिन्छ होला। उद्देश्य भनेको यो शान्ति देशमा आओस्, मेरो लागि चाहिँ यो एउटा कृति रहोस्। नेपाल घोडी घुमेको मर्दा केही लगिँदैन, जति खाए 200 वर्ष बाँचिँदैन भने एउटा नाम राख्यो कमसेकम भने 200-400 वर्ष मान्छेले भन्छ फलाना 72 वर्षको बुढाले नेपाल पुरै घुम्यो भनेर, त्यति नै हो लाने भने। हामीहरूले लाने भनेको जस र अब्जस। ल धन्यवाद तपाईँलाई। ल तपाईँको यात्रा शुभ रहोस्। सबैलाई मेरो खाना नाम छ। खाना यतै खाम, चौकी खानुभन्दा चौकी पकाउनुलाई असै सरले चौकीमा भनिदिनु भयो। नत्र यतै खाएर जानुहोस्। यतै खाएर जाऊ भइहाल्यो। कतिवटा 53 कतिवटा घुमिसक्यो स्थानीय त। पत्रकार को हुनुभयो? पत्रकार हो। हजुरले कहाँदेखि सुरु गर्नु भएको यो चाहिँ? नमस्ते सम्पूर्ण दर्शक महानुभावहरूलाई। मेरो परिचय यस प्रकार छ। जन्मघर मेरो शङ्खुवासभा चैनपुर, कर्मघर मेरो मोरङको रतुवामाई, नाम त मेरो हो राम भक्त प्याकुरेल भन्छन् है। कर्म छ मेरो नेपाल घुम्ने, शान्तिको सन्देश बोकेर, शान्ति नै आओस् यो भूमिमा मेरो कर्मलाई देखेर। हिँडेको म त 78 साल 9 गते मङ्सिरमा, घुम्दै र रिङ्दै आइपुगे आज यो जाजरकोटको भूमिमा। उमेर त मैले धेर खाएको छैन, 72 मात्र हो। यो उमेरमा पनि मैले केही नगरे जन्मेको के अर्थ भयो भनेर म यो देशमा केही गरौँ, शान्तिको सन्देशसम्म त भिजाउँ भनेर शान्ति यात्राको नारा लिएर म 753 स्थानीय तह घुम्दै जाँदा आज यो 3 वर्ष 6 महिना 1 दिनको दिन यो कुसे गाउँपालिकाको वार्ड नम्बर 5 यो रमणीय स्थलमा आएर
मेरै पाइला टेकाउन पाएको ठुलो अरू छोड्नु। अब यहाँदेखि कता यात्रा हुन्छ तपाईँको? अब यहाँबाट सदरमुकाम जाजरकोट जाने, त्यहाँबाट यो शिवालय कि के बाँकी छ, अनि यता नगरपालिका छन् सुर्खेतका। हाम्रो 7वटा पालिका हो, त्यसमा कतिवटा पालिकामा पुग्नुभयो? 7वटामा अहिले 5वटा सकिए, अब 3टा बाँकी छ। ए अनि तपाईँलाई यो हिँड्दाखेरि खर्च पर्च लाग्छ होला, तपाईँले कसरी हिँड्नु भएको छ? खर्च पर्छ पहिले त हिँड्दाखेरि त लाग्यो, हिँडेपछि चाहिँ लागेन। लागेन है? धरती माताले पालिन्। धरती माताले पालिन्। यो कहाँ गएर टुङ्ग्याउनुहुन्छ तपाईँले त? यो टुङ्ग्याउनु त सुर्खेतको वीरेन्द्रनगरमा टुङ्गिन्छ होला। उद्देश्य भनेको यो शान्ति देशमा आओस्, मेरा लागि चाहिँ यो एउटा कृति रहोस्। नेपालभरि घुमेको मर्दा केही लगिँदैन, जति खाए 200 वर्ष बाँचिँदैन भने एउटा नाम राख्यो कमसेकम भने 200-400 वर्ष मान्छेले भन्छन् फलाना 72 वर्षको बुढाले नेपाल पुरै घुम्यो भनेर, त्यति नै हो लाने भनेको। के हुन्छ यो हाम्रो 2 दिन यो घुमाएले मात्र हाम्रो त लाखौँ लाख अरू हामीहरूले लाने भनेको जस र अब्जस। ल धन्यवाद तपाईँलाई। ल तपाईँको यात्रा शुभ रहोस्। सबैलाई मेरो प्रणाम छ। खाना यतै खाम, चौकी खानुभन्दा रचन्दो लाग्छ। म साइकल मात्रै नपाउनु भयो। खाने फ्याँक्ने